टक्कै सेतो निक्ल्यो। सेतो मान्छे ओ मान्छे होइन केटी रहेछ त्यो त। वेलकम ब्याक टु माई न्यू भिडियो। स्वागत छ हजुरहरूलाई आजको मेरो नयाँ भिडियोमा। र आज चाहिँ हामी सब बाइकलाई हल्का सर्भिसिङ हानिदिउँ भनेर लाग्न आँटेको। यहाँनिर चाहिँ यो एमटीको चाहिँ अलिकति प्रब्लम भनेको के हो भनेको यो सबै हिलो लागिहाल्छ क्या यस्तरी। यता पनि यस्तो हिलो लागिहाल्छ क्या, अलिकति हुन्छ नि, अलिकति हिलो बाटो भेट्यो भने। सो फाइनली हियर इज लुक। हाम्रो दोस्तीलाई लिएर यसो हेलो यसो निक्लिनु पर्यो। अनि हेर त साथी कस्तो हालत भइरहेछ अहिले त। मारेको छैन त हिलोले। यो बाटोमा त्यो एसियन हाइवे बनाउने भएर चाहिँ यस्तो भएको हो क्या खासमा। अनि अब पानी पर्ने बेलामा त यस्तो भइहाल्छ, लुक्सहरू यस्तो आइहाल्छ। तर के छ लुक्स कस्तो छ? लुक्स लुक्सले मार्छ नि। आँखा त किलर यो यसको आँखा अगाडि त त्यसको आँखा त के हो र होइन? त्यो केटीको आँखा केही छैन। उसको आँखाले उसको आँखा अगाडि त त्यो केटीको भ्याउनै छैन, भ्याउँदैन यसलाई। ल अब हामी ठ्याक्क लाग्दिन्छौँ। ठ्याक्क चल्दिउँ है त। यहाँ एकलट साउन्ड सुन्नु न, साउन्ड कम्ती मजा आउँछ खडक्क पारेर। अलिकति यस्तो 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 हान्दा त यो 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 छाती चिरेर हेऱ्यो भने पनि नि बाइकै देखिन्छ क्या, बाइक र चियाको एक कप देखिन्छ। सो फाइनल्ली अब चाहिँ हामी निस्किन आँटेको। यहाँनिर चाहिँ साथीको चाहिँ सफारी लानुपर्ने रहेछ। साथी भाडा कति हो? यो भाइहरूलाई चढाएर उहाँ परेर सुमन हिँड तिमीहरू पनि सफारीमा चढेर। चढ केटा हो, मौका यही हो। ल हिँड भाइ, म आइहाल्छु। त्यो साथी सफारी लिएर निक्ल्यो। अब चल्दियो भाइ त हुन्छ नि। फाइनली हामी चाहिँ यहाँनिर सोरुममा आइसक्यौँ। यो सोरुममा आएर अब सर्भिसिङ गर्न अलिक टाइम लाग्छ। यहाँनिर हेर्नु न, ओ साथीहरू BS6 हाम्रो चाहिँ यो क्लचवाला यो चाहिँ छैन नि। आनन्द आउँछ नसम्झाउ न। आफ्नो नभएपछि जे पनि आनन्दै आउँछ कि, आफ्नो भएपछि आनन्द आउँदैन। अहिले त कतिवटा अपडेट भइसकेछ यार। तिमी यहाँ मध्ये लान्छु लैजा भन्यो भनेको तिमी कुन हो? म त यही हो। यही हो? आँखा नसालु हो। अब आँखा त फिदा हो नि त म। अब यसको त आँखा र साउन्डले नै मारेको हो नि त फर्स्टमा त। बवाल छ नि यार गाडी। के सोचेर बनायो होला क्या यो मान्छेले? अन्टराइज के सोचेर त्यस्तो लुक निकाल्यो होला क्या? के सोच? मेरो अनुहार सोचेको हो कि हुनसक्छ के थाहा। हामी चाहिँ सर्भिसिङमा दिएर अलिकति बाहिर निक्ल्यौँ। बब्बाल फुल यार, एकदम फुल देख्यो भने चाहिँ मलाई भित्रदेखि खुसी मिलेर आउँछ क्या। यतिको घर त बनाइन्छ होला हौ, मलाई त बनाइन्छ जस्तो लाग्छ हौ। यतातिर त यार कस्तो बवाल खालको यार। हेर्नु न, यत्रो सानो घर भन्ने त एउटा नि छैन क्या। सब दुई तले त्यही माथि कस्तो बवाल खालको क्या। फुल हेर्नु कस्तो दुई थाले एउटै ठाउँमा दुई खालको फुल फुलिरहेछ यार पार्टनर। सेतो र दुईवटा बोर्ड त होइन होला यो? होइन नि, एउटैमा दुईवटा फुल फुलेको छ। कस्तो बवाल यार। एउटै अन्त बवाल छ त। हाम्रो चाहिँ सर्भिसिङ कम्प्लिट। अब यहाँनिर सुक्न मात्रै बाँकी छ। अब सुकेपछि हामी लिएर चल्दिहाल्छौँ। तर दुःख चाहिँ के छ भनेदेखि यो अहिले यस्तो बवाल टल्किरहेछ नि यस्तो। घरमा पुर्याउँदा ट्याक्कै फेरि अघि जस्तो ल्याएको थियो त्यस्तै ल्याएको हुन्छ क्या। किनभने बाटैभरि हिलो छ नि त। तिनचोटिको सर्भिसिङ हो। अब यस पछाडि एउटा हुन्छ अनि त्यसपछि चाहिँ फ्री सर्भिसिङ सकिन्छ। यो देख्न सक्नुहुन्छ, यो एसियन हाइवेको धुलो ज्याकेटभरि कस्तो आउँदो रहेछ यार। पेनमा नि उस्तै भइरहेछ सबतिर। तर अनुहारमा चाहिँ धुलो छैन है, एकदम चक्लेटी अनुहार हो नि फेरि यो त। मारेको छ भने जलाइन देखाइदियो नि त।
ए जलाए घरमा चक्कु सक्कु छैन भने स्याउहरू काट्न लिएर आउँछ कस्तो हान्ने थियो। वी आर इन फेभरेट स्पोर्ट्स हो क्या यो एकदम यहाँनिर चिल हावा विथ चिल बाइक। यहाँनिर पछाडिहरू हेर्नुभयो भने चाहिँ तपाईँहरूले च्यानहरू देख्न सक्नुहुन्छ। यहाँनिर राति 12 बजी आयो भने तपाईँहरूलाई यस्तो तर्साउँछ नि। मैले अहिले भनिदिएको यो बाटो हिँड्दाखेरि 12 बजी कहिले यहाँ ननिक्लिनु होला यस्तो तर्साउँछ नि यहाँनिर। अस्ति म यहाँ आएको कि 12 बजी भूतले सर्लक्कै सेतो निक्ल्यो। ओ भन्नु मान्छे होइन केटी रहेछ त्यो त। त्यो त्यहाँदेखि पिछा लागेको अहिलेसम्म छोड्या होइन यार मलाई त्यहाँदेखि नि। अब मैले तपाईँहरूलाई भन्दाखेरि गफ हाने जस्तो हुन्छ होला। रातो दिन मलाई सुत्न दिएको छैन पिरले। आँखा चिम्लो त्यही सर्लक्कै आउँछ। निद आयो त्यहीको सपना देख्छु। अब यहाँ आयो भने चाहिँ अलिकति आनन्द भएर आउँछ है त मलाई। उसँगै आए जस्तो लाग्छ। उसले गीत गाए जस्तो लाग्छ यहाँनिर। यसो यो हावा चल्दा पनि उसले नै हावा चलाए जस्तो लाग्छ मलाई। के हो यो माया हो त? टुरु लभै हो त? तर होस् यस्तो लभहरूको कुरा नगरौँ। म अहिले यहाँ रुन पनि सक्छु। पुरै म इमोसनल भएर आइहाल्छु कि। त्यसैले यो लभ सबको कुरालाई अलिकति परे राखौँ। त्यही हो। यसो एकछिन हामी यहाँनिर चिलमा बस्छौँ त्यसो चाहिँ हामी निक्लिन्छौँ है त। यहाँ चटपटे खाना खान्छ किलो बनाइदिए हुन्छ यहाँ आन्टीले चट्ट लाएर। कतिको खाने? कतिको खाने? कतिको खान्छौ? खाना चाहिँ कतिको सक्छौ? म त धेरै सक्दिनँ चटपटे त। के चाहिँ खान्छौ तिमीलाई? के खानु भन्नु? उयो पेडा एउटा किनिदेऊ न। यो पेडा यो पेडा यताको उयो सुनपापडी हो नि पेडा पेडा खानुपर्छ पेडा। हजुर अरू के खानु मन छ भनिहाल। आजै हो तिम्रो दिन। अरू अहिले एकछिनमा खाऊँ होइन अहिले भन्नु एकछिनमा मेरो मोड स्विच हुनुभन्दा अगाडि भन्नु पऱ्यो क्या। होइन होइन भन्नुला नि त एकछिन त। यो पेडा खाँदै खाऊँ न। आधी खाऊ तिमी ल। आधी कसरी भयो? यो एक भएको टक्क खानाले मलाई ढाल्छ एक भएको। यहाँनिर केटीहरू मस्त भिडियो बनाउँदैछन्। ए नदेखाउ नि त्यो केटीहरू देखाउने नै होइन के देखाउने यो ओ पिरो नभएको यता पिरो खायो भने त मेरो फेरि सातो पुत्लो हराइहाल्छ कि। हाउ इज लुकिङ चट्टासरी एकदम कस्तो छ साथी? ट्रेनमा चटपटेर पानीपुरी खाएर यहाँबाट निक्लिसकौँ। अझै त्यस अगायो छैन मैले भने। मसँग हिँड्दाखेरि पैसाको टेन्सन चाहिँ लिनु भएन हेर भाइ। यो जे खान्छौ ओके पानी एक गुटकी हालेर चाबी हियर बोको हो। सो अब हामी यहाँदेखि लाग्छौँ अनि दोस्तीलाई घर छोडिदिन्छु। त्यसपछि म सिधै घर निक्लिन्छु। ठिक छ नि दोस्त? एकदम तिम्रो टाइम वेस्ट भएन नि आज मैले लगेर। हामी दोस्तीको घर आइपुग्यौँ। अब दोस्तीलाई म यहीँ छोडिदिन्छु फालिदिन्छु यहीँनिर फालेर खाएर यहीँ फालिदिन्छु। त्यसपछि लाग्छु ल दोस्ती भ्याएको त पछाडि जस्तो। ल तिमी जाऊ। बाबुआमाले भनेको मान्नु। बाबुआमाले भनेको मान्नु। बाबुआमालाई धेरै दुःख नदिनु। ठुलो मान्छे बन्नु। सो फाइनल्ली यतिखेर म चाहिँ घर पनि आइसकेँ अनि आजको भ्लग यतै सकिन्छ। सो भ्लग हेरिदिनु भएकोमा सबैजनालाई धन्यवाद।